नमस्कार एक्युरेसी ब्यालेन्स क्रेडिबिलिटी यो हो एबिसी टेलिभिजन लाइमलाइटमा स्वागत छ म सागर प्रधान लगनशीलताले मानिसलाई दृढ बनाउँछ अनि दृढ संकल्पले लक्ष्य प्राप्ति गर्न सफल हुन्छ यसरी नै आफ्नो दृढ संकल्पद्वारा लक्ष्यमा पुग्न सफल व्यक्ति मिस नेपाल 2014 सुमिल लिम्बू आज हामीसँग हुनुहुन्छ उहाँसँग का अन्तरङ्ग कुराकानी आजको कार्यक्रम लाइमलाइटमा स्वागत छ तपाईलाई कार्यक्रममा हजुर नमस्ते सन्चै हुनुहुन्छ हजुर सन्चै आरामै व्यस्त हुनुहुन्छ अहिले एकदम व्यस्त आज बिहान पनि इन्टरभ्यु थियो अनि त्यो इन्टरभ्यु पछि फेरि यहाँ एबिसी च्यानलमा आएको व्यस्त भए पनि रमाइलै लागिरहेछ एक तरिकाले जितियो मिस नेपाल 2014 हजुर एकदमै जुन चाहिँ मैले सोचेको थिइनँ जित्छु भनेर बिकज हाम्रो 19 प्रतिस्पर्धी हुनुहुन्थ्यो इक्वली ट्यालेन्टेड एकदमै राम्रो सो उनीहरूलाई हेरेर मैले चाहिँ के भन्दैन कता कता म नजित्ने हो कि भनेर डर पनि लागिरहेको थियो तर लास्टमा जिते घरिघरि त सपना जस्तो लाग्छ तर अहिले चाहिँ यथार्थ नै हो भनेर लागिरहेछ मलाई भनेपछि अहिले चाहिँ यथार्थ हो मैले जितेको छु मिस नेपाल 2014 म नै हुँ हजुर हजुर लागिरहेको छ हजुर सुरुमा जब तपाईँ आउनु भएको थियो त्यतिखेर सोच्नु भएको थियो म जित्छु भनेर कता कता मनमा त अब जित्छु भनेर नै आउनुपर्छ किनकि मैले त्यो अडिसन दिने बेलामै म जित्छु भनेर नै आएको थिएँ तर जब मैले ट्रेनिङ सेसन गरेको थिएँ थ्रु आउट द ट्रेनिङ सेसन मैले के सिकेँ भन्दाखेरि कहिले हारलाई पनि एक्सेप्ट गर्नु सिक्नुपर्छ स्वीकार्नुपर्छ स्वीकार्नु नै त्यो एउटा जित हो जस्तो लाग्छ जिन्दगीमा तपाईसँग त्यस्तो के एक्स्ट्रा क्वालिटी थियो कुन चाहिँ क्षमता थियो जसले तपाईलाई मिस नेपाल बनायो जुन चाहिँ अरू 18 जना प्रतिस्पर्धीमा थिएन तपाईमा थियो हजुर सर्वप्रथम त जब हाम्रो अडिसन भएको थियो त्यति बेला हाम्रो अरू कन्टेस्टेन्टहरू पनि आउनु भएको थियो अनि मैले मेरो कन्टेस्टेन्टहरूलाई देख्दाखेरि उत्तिकै राम्री उत्तिकै ट्यालेन्टेड लाग्थ्यो अनि कता कता मनमा अब म भन्दा राम्रो हुने हो कि पछि गएर मलाई जित्ने हो कि जस्तो लाग्थ्यो तर जब ट्रेनिङ स्टार्ट भयो हामी यति साह्रो हामी साथी जस्तै गरी मिल्यौँ कुराकानी गऱ्यौँ अनि एउटा लेभल त्यस्तो थियो कि जब हामी उस्तै थियौँ ट्यालेन्टमा भन्नुहोस् कि लिएर त्यो स्पिकिङ हुन्छ कि सबै कुरामा उस्तै थियौँ तर एट द फाइनल सोमा चाहिँ मेरो सबैभन्दा त्यो जुन चाहिँ कुराले मलाई छुट्याएको थियो भन्दाखेरि त्यो बेला चाहिँ मेरो प्रेजेन्स अफ माइन्ड थियो नर्भस भएको थिएन जस्तो लाग्छ मलाई अहिले अरू नर्भस थिए त्यसो भए हजुर अरूको मलाई त्यति थाहा होइन जस अलिअलि नर्भस त हुनुहुन्थ्यो होला मलाई पनि सुरुमा नर्भसनेस भएको थियो त्यसपछि चाहिँ लास्टमा गएर मलाई अलिअलि नर्भस कम हुँदै गयो मलाई रमाइलो लाग्न थाल्यो हरेक जजेसहरूको प्रश्नको उत्तर दिनु मलाई उत्तिकै रमाइलो लागिरहेको थियो भने पछाडि एक प्रकारको नर्भसनेस भए पनि स्ट्रङ पोइन्ट भनेको तपाईँ चाहिँ प्रेजेन्स अफ माइन्ड थियो हजुर त्यो फोकस थियो त्यसले चाहिँ तपाईलाई मिस नेपाल हजुर अहिले बन्न सफल हुनुभयो हजुर हजुर धरानमा बस्नुहुन्छ धरानबाट काठमाडौँ आउँदाखेरिको त्यो अनुभव र अहिले काठमाडौँ आइसके पछाडिको मिस नेपाल जितिसकेको अनुभव के फरक पाइराख्नु भएको छ आफूलाई मैले धरान आउँदाखेरि मैले मेरो +2 सकेर ब्याचलर्स अब काठमाडौँमै गर्नु पर्यो भन्ने विचारले आएको थिएँ त्यति बेला मैले गाडीमा आएको थिएँ र त्यो बाटो अहिले मलाई अझै याद छ मैले त्यो कस्तो अनुभव गरेको थिएँ भनेर अब मैले धरान त्यत्रो मेरो प्यारो ठाउँ छोडेर आएको थिएँ मेरो आन्टीहरू हुन्थ्यो सानबाहरू हुन्थ्यो सबैलाई छोडेर आउँदै थिएँ अनि मैले मनमा के विचार गरेको थिएँ अब यत्रो टाढा आएको छु अब ब्याचलर्स भन्यो अब म यसको हुन्छ नि 100% सदुपयोग गर्नेछु भनेर मैले त्यो दृढ सङ्कल्प लिएर आएको थिएँ त्यो म सिक्छु काठमाडौँ आएर अब पढाइ गर्छु राम्रो गर्छु भन्ने विश्वासले आएको थिएँ सायद त्यही विश्वासले गर्दा होला मैले जिन्दगीमा हुन्छ नि त्यो सिक्ने मौकाहरूलाई हरेक अपर्च्युनिटिजलाई मैले ग्र्याब गरेँ र अहिले आएर मलाई एकदमै ठुलो सहयोग पुर्याएको छ मिस नेपाल हुनुमा मिस नेपाल यानि कि सुन्दरीहरूको पनि सुन्दरी हजुर भनेपछि 2014 मा तपाईँ नेपालको सबैभन्दा राम्री केटी हजुर अब त्यही भन्नु पर्यो अब अरू सबै नराम्री सबै नराम्री भनेको होइन सबै राम्री हुनुहुन्छ अब राम्री भनेको त्यो बाहिरी मात्रै होइन मनले पनि राम्रो हुनसक्छ सबै राम्रो हुन्छ त अब तर मलाई एज अ मिस नेपाल टाइटल पायो भन्दैमा अब सबैभन्दा राम्री भनेर अलिक भन्नु पनि मिल्दैन मभन्दा अझै राम्री हुनसक्छ कि अझै राम्रो फिगरको हुनसक्छ कि राम्रो नलेज हुनुभएको सक्छ कि तर मलाई चाहिँ त्यस्तो हुनसक्छ भने राम्रो नलेज राम्रो फिगर राम्री तपाईँले भन्नुभयो उहाँहरू चाहिँ किन मिस नेपाल हुनु भएन अब त आफ्नो उनीहरूको पर्सनल चोइस हुन्छ अब उनीहरूलाई लाइमलाइटमा आउनु मन छैन कि एक्सपोजरमा हुनु मन छैन कि जस्तो लाग्यो तर मलाई चाहिँ कस्तो छ भन्दाखेरि एज अ मिस नेपाल म छानिएको छु र अब जजेसहरूले मलाई छान्नु भएको छ अब जजेसहरूले ममा केही पोटेन्सियल देख्नु भएर त होला सायद अब यो इन्टरनेसनल प्लेटफर्ममा मैले नेपाललाई रिप्रेजेन्ट गर्न गइरहेको छु अबको लक्ष्य भनेको तपाईँको पक्कै पनि मिस वर्ल्ड नै हुनसक्छ हजुर हजुर मिस वर्ल्ड राम्रो नतिजा हामीले पाइरहेका छैनौँ ईशानी श्रेष्ठले केही भयो पनि टप 10 मा पुग्नु भयो हैन तपाईको चाहिँ के छ त्यहाँबाट चाहिँ नेपालीहरूले के आशा गर्न सक्छन् तपाईबाट त्यसलाई राम्रो
नतिजा नभनौँ किनभने इसानी टप 5 मा आउनु भएको छ हाम्रो सृष्टि त्यस्तो टप 15 मा आउनु भएको छ होला सायद हैन सो त्यसलाई हामीले सकारात्मक रूपले हेर्यौं भने त इट्स अ बिग अचिभमेन्ट टप 1 मा आउन चाहिँ किन गाह्रो नेपाली टप 1 मा आउनु गाह्रो हैन आई थिंक त्यत्रो लामो प्रोसेसमा इसानी टप 5 मा आउनु भयो ब्युटी विथ पर्पज जित्नु भनेकै मिस वर्ल्ड 2000 मिस वर्ल्ड जित्नु जस्तै हो किनकि द्याट्स वान अफ द प्रेस्टिजियस टाइटल अनि त्यसपछि आई थिंक जुन चाहिँ इसानीले त्यो बेन्चमार्क छोड्नु भएको छ त्यो एउटा स्पार्क छोड्नु भएको छ आई थिंक द्याट्स अ बिग एन्करेजमेन्ट फर अस जस्तो लाग्छ मलाई मिस मंगोल 2010 को उपविजेता हजुर अहिले मिस नेपाल 2014 हजुर कुन चाहिँ प्यारो मिस मंगोल पनि मलाई उत्तिकै प्यारो छ जस्तै मिस नेपाल पनि किनकि आई थिंक हरेक कुरामा केही न केही सिकिन्छ नै र हरेक कुराबाट सिक्ने क्रममा मैले यो के कुरा जाने भन्दाखेरि तपाईँ जुन कुरामा लाग्नुहुन्छ त्यसलाई तपाईँले माया गर्न सिक्नुपर्छ र मैले मिस मंगोललाई पनि उत्तिकै माया गरेछु मिस नेपाललाई पनि उत्तिकै माया गरिरहेछु मिस मंगोलबाट चाहिँ सुबिन लिम्बुलाई चिनाउने मद्दत भएको थियो एक प्रकारले हजुर तर मिस नेपालले लाइटमा ल्यायो हजुर मिस मंगोलले अब अलिकति लाइमलाइटमा नल्याए पनि एज अ मिस मंगोल भने त्यो एथनिक कम्युनिटीबाट भयो त्यतिबेला 2010 मा मैले फर्स्ट रनरको टाइटल जिते र त्यसबाट मलाई थाहा मैले के आफूलाई बुझे भन्दाखेरि आफ्नो एथनिक कम्युनिटी लाई पनि हामीले केही कुरा सिक्नुपर्छ स्पेशली हामी युवा वर्गहरूले अनि त्यसै कारणले होला मैले आफ्नो लिम्बू कम्युनिटीतिर पनि अलिकति म ढल्केको छु त्यसप्रति मेरो झुकाव छ भन्नु पर्यो मिस मंगोल त्यसपछि मिस नेपाल हैन मिस मंगोलले नदिएको तपाईको नाम दाम हैन एउटा फेम जुन तपाईले कमाउनु पर्ने अहिले मिस नेपालले दिइरहेको छ हैन राम्ररी त तपाई पहिला पनि हुनुहुन्थ्यो हजुर हैन तपाई ट्यालेन्ट जति हुनुहुन्थ्यो त्यो पहिला पनि हुनुहुन्थ्यो पहिला क्यामेराले तपाईलाई देखेन अहिले आएर देख्यो यो किन हेर्नुहोस् अब मलाई यो ब्युटी पेजेन्ट्समा म किन भाग लिन्छु भन्दाखेरि टु बी अनेस्ट यो मेरो मनदेखि नै भन्छु मलाई यो नाम काम दाम बनाउनु होइन म सिक्नुको लागि आउँछु मिस मंगोललाई पनि 2010 मा मैले आमाले गर्दा आएको थिएँ सिक्नुको लागि मिस नेपाली अरु छैन अब मिस नेपाल भनेको कस्तो हुन्छ भने स्पेशली अब अहिले आएर हेर्नुहोस् मिस नेपालको इमेज कति ठुलो छ अब मिस नेपालको कन्टेस्टेन्टहरू कता रिजनहरूबाट पोखराबाट आएको छ कसै चितवनबाट आउनु भएको छ गोर्खाबाट रसुवा नवलपरासीबाट आउनु भएको छ त्यो अब मिस नेपाल चाहिँ एउटा यस्तो जंक्सन पोइन्ट हो कि तपाईँ हुन्छ नि आफू जस्तो यङ पिपलहरूलाई डिफ्रेन्ट रिजनबाट आएर तपाईँ भेट्नु सक्नुहुन्छ कुराकानी गर्नु सक्नुहुन्छ आई थिंक मिस नेपालको ट्रेनिङ तपाईँ पनि जानुभयो भने इन केस तपाईँलाई चान्स पाउनुभयो भने मिस नेपालको ट्रेनिङ मिस नेपालको लागि मात्रै हैन मिस नेपालमा म किन जान्थे मिस्टर नेपाल भयो भने हजुर अब इन केस तपाईँ त्यता गएर अब्जर्भ गर्नु पाउनुभयो भने मिस नेपालको ट्रेनिङ मिस नेपालको मात्रै लागि नभएर पुरा जीवनको लागि नै एकदमै महत्त्वपूर्ण छ एकदमै बेनिफिशियल छ भन्नु पर्यो 94 देखि 2014 सम्म हेर्ने हो भने जति पनि मिस नेपालमा जानु भएको छ प्रतिस्पर्धीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ हामीले ट्रेनिङमा धेरै सिक्यौं यो सिक्यौं हामी धेरै उतार चढाव आए जीवनमा हैन पहिला यस्तो थियो अहिले यस्तो भयो भन्छ पाँचवटा पोइन्ट्स भन्नु न के चाहिँ सिक्नु भयो तपाईले ट्रेनिङ सेसनमा मैले के सिके भन्दा सर्वप्रथम त मलाई वन्दना जी हु इज वान अफ द वुमेन एक्टिभिस्ट वन्दना जीले के भन्नु भएको थियो भने स्पेशली हामी नारी वर्गहरुमा समाजमा के देखेको छौं भन्दाखेरि अब तपाईलाई के दियो भने तपाईलाई के चाहिन्छ भन्दा जे पनि हुन्छ भन्ने हाम्रो एटिट्युड छ सायद त्यो एटिट्युडै पनि हो कि कता कता हामी पछाडी परेको हाम्रो आफ्नो ओपिनियन हुनुपर्छ हामीलाई यो चाहिन्छ भन्ने हुनुपर्छ सायद त्यो कुरा मैले आफू सिकेको आफ्नो ओपिनियन आफै बनाउनु पर्छ र त्यसमा स्ट्यान्ड हुनुपर्छ एन्ड दिस इज व्हाट मेक्स अ पर्सन डिफरेन्ट फ्रम अदर्स त्यो अनि हाम्रो सेकेन्ड परित्रणबाट सेल्फ डिफेन्स चाहिँ कस्तो छ भन्दाखेरि नट अ फ्यान्सी मुभ हुन्छ नि त्यो कराते ताइक्वान्डो ब्रुसलीको जस्तै त्यो फ्यान्सी मुभ्सहरू त्यो हाहु गर्ने त्यस्तो केही सिकाउनु जस्ट विथ द सिम्पल मुभ्स हुन्छ नि आफ्नो स्कुटरको चाबी होस् पेन होस् त्यस्तोले पनि अब त्यो भविष्यमा आउने जुन चाहिँ सेक्सुअल हरासमेन्ट असल्टहरू हुन्छ नि त्यस्तोलाई तपाईँले कन्ट्रोल गर्न सक्नुहुन्छ त्यस्तो सिकेको त्यो सेकेन्ड एन्ड थर्ड हाम्रो जिम क्लास इज वान अफ द आई थिंक इन्ट्रेस्टिङ पार्ट बिकज कता कता हामीले हुन्छ नि आफ्नो शरीरलाई पनि माया गर्नुपर्छ जिम त मिस नेपालमा नगइकन पनि सिक्न सक्छौं नि हामी हजुर धरानमा हुनुहुन्छ हजुर धरान आफैमा पपुलर सबै थोकले भरिपूर्ण छ त्यहाँ गएर तपाई घरमा बसेर बिहान जिम क्लास गएर मजाले सक्नुहुन्छ मिस नेपालै आउनु पर्ने सिक्नु हैन यस्तो छ अब धरानमा गर्नु र अहिले गर्नु भनेको बेग्लै कुरा हो धरानमा अब यहाँ भनेको मैले मिस नेपालको लागि एक्सरसाइज गर्दैछु भन्ने हुन्छ आफै सेल्फ मोटिभेटेड हुन्छ नि त अनि त्यो रेगुलर केही न केही चाहिन्छ म यो बन्नु छ भनेर चाहिँ तपाई यो प्रति चाहिँ आकर्षित हुनु भएको छ हजुर आफ्नो अब के लक्ष्य भयो भने त भएर त नि त्यसको लागि केही गरिन्छ जस्तो लाग्छ मलाई मिस नेपाल भएर मैले रेगुलरली जिम गरे अनि मलाई कता कता लाग्यो अब आफ्नो शरीरको पनि हामीले ख्याल राख्नुपर्छ हैन जिमै जानुपर्छ हुन्छ हैन मर्निङ वक गर्नुहुन्छ कि यस्तो गर्नुहुन्छ कि भनेर सो जिम पनि एकदम एउटा इम्पोर्टेन्ट क्लास थियो आफ्नो शारीरिक स्वास्थ्यको लागि अब फोर्थमा भन्नुपर्दाखेरि हाम्रो
थुप्रै लेक्चरर्स हुनुभयो अब अभियसली हाम्रो ट्रेनिङ सेसन्स बाई रचना गुरुङ शर्मा म्याम आई थिङ्क सी इज वान अफ द स्ट्रङ वुमन फर मी म्यामले के भन्नुभएको छ भन्दाखेरि अब आफ्नो पोटेन्सियल सबैकोमा पोटेन्सियल हुन्छ तर त्यसलाई तिखार्ने त्यसलाई कतिसम्म सिक्ने त्यसलाई अब्जर्भ गर्ने कतिसम्म चाहिँ आफूमा भर पर्छ सो आई थिङ्क दिस इज द थिङ द्याट आई लर्न फ्रम रचना म्याम एन्ड फिफ्थ इज सबैभन्दा मैले ठुलो कुरा सिकेको वी हेभ टु लर्न टु एक्सेप्ट आवर सेल्फ हामी आफू कस्तो छौँ हामीले स्वीकार्नुपर्छ अरू कस्तो हुनुहुन्छ उनीहरूलाई रेस्पेक्ट गर्नुपर्छ हामीले अप्रिसिएट गर्न सिक्नुपर्छ अप्रुभ रेस्पेक्ट त्यस्तो अप्रिसिएट कुराहरू चाहिँ मैले सिकेको छु सायद त्यो नै मेरो लागि जिन्दगीभर एउटा अमूल्य ट्रेजर हुनेछ तपाईँलाई थाहा छ 1994 देखि 2014 सम्मको मिस नेपालको नामहरू थाहा छ तपाईँ को हुनुभएको थियो 1994 देखि अहिले 2014 सम्म 20 वर्षको इतिहासमा को मिस नेपाल हुनुभएको थियो हजुर मलाई त्यो डेट चाहिँ एक्ज्याक्टली याद छैन होइन पूर्व मिस नेपालहरूको नाम चाहिँ टु बी अनेस्ट किन भन्दा म ब्युटी पेजमा त्यति इन्ट्रेस्टेड थिइनँ पहिला नै 2010मा पनि मलाई आमाले जानु भनेर गरेको थियो अनि त्यही भएर साइज मेरो त्यसले गर्दा नि अलिकति रिसर्च मेरोमा कम भएको हुनसक्छ यो त अलिकति समस्या परेन र जुन कुरामा तपाईँले अहिले टाइटल होल्ड गरिराख्नु भएको छ जितिराख्नु भएको छ क्राउन लाएर आउनु भएको छ त्यसको हिस्ट्री तपाईँलाई थाहा छैन हजुर अब दुःख लाग्दो होइन हजुर एकदम दुःख लाग्दो कुरा हो होइन तपाईँको लागि तर मेरो लागि हुने छैन किनकि अब मलाई कसैले अब 1990मा मिस नेपालको हो भनेर सोध्नु त आउनु हुँदैन नि अहिले भनेको मेरो प्रेजेन्ट हो हैन म जस्तै पत्रकारले सोधिरहेको हुन्छ नि हजुर सोध्नुहुन्छ अब त्यो त हजुर तपाईँ जस्तै पत्रकारले मलाई सोध्नुहुन्छ र त म तपाईँलाई भन्छु मेरो कमजोरी हैन यो हजुर मेरो ब्युटी पेजमा त्यति इन्ट्रेस्ट छैन अनि त्यसले गर्दा नि म रिसर्चमा अलिकति ब्याक गर्छु भनेर पक्कै पनि तपाईलाई जानकारीको लागि हामी 94 देखि 2014 सम्म को मिस नेपाल हुनुभएको थियो अलिकति एकचोटि हेर्छौँ हामी टेलिभिजन स्क्रिनमा टेलिभिजन स्क्रिनमा हामीले हेरिसकेका छौँ 1994 देखि 2014 सम्म को मिस नेपाल हुन सफल हुनुभएको थियो फेरि फर्किन चाहन्छु सुबिनजीतिरै मिस नेपाल 2014 हुनुहुन्छ निकै राम्री हुनुहुन्छ नेपालको 2014 मा सबैभन्दा राम्री केटी भन्नुपर्छ उहाँलाई किनकि मिस नेपालको टाइटल जित्नु भएको छ त्यसको लागि फेरि पनि तपाईलाई धेरै धेरै बधाई छ हजुर धन्यवाद बधाई त धेरै पाइराख्नु भएको हजुर हजुर तपाईको रुचि खासमा भन्नु पर्दाखेरि चाहिँ कविता लेखन हजुर पढाइतिर थियो हजुर हैन कविता लेख्नुहुन्छ कविता लेख्ने भन्दाखेरि पनि सायद हाम्रो मिडियाले अलिकति गलत गर्न कहिलेकाहीँ हुन्छ नि कहिलेकाहीँ त्यो लिरिक्सहरू त्यो रिदमहरू मिलाउने गर्छु कहिलेकाहीँ तर मेरो मेन रुचि भनेको चाहिँ शब्दहरू कलेक्ट गर्ने भोकाबुलरिजहरू इङ्ग्लिस भोकाबुलरिजहरू कलेक्ट गर्ने हो अनि मलाई पढ्ने एकदमै रुचि छ र गाउने पनि एकदम उत्तिकै रुचि छ गाउने रुचि छ हजुर मिस नेपाल 2014 ले एबिसी टेलिभिजन हेरिराख्नु भएको अहिले दर्शकबिनको लागि एउटा गीत गाइदिनु भयो भने कस्तो होला सुन्न सुगन्ध आउने थियो हजुर मेरो सबैभन्दा फेभरेट सिङ्गर हाम्रो सिने गुरुङ हुनुहुन्छ एकदमै राम्रो लाग्छ मलाई गीत पहिलादेखि नै फलो गर्थेँ एक लाइन सुनाइदिनुहोस् न अलिकति
घाँटी अघि बिहानदेखि इन्टरभ्यू गएको हुनाले घाँटी सुकाइरहेको छ तर पनि एक्सेप्ट गरिदिनु होला मेरो प्यारो मान्छे तिमी एक्लै नजाऊ न जाने भए मलाई पनि साथै लैजाऊ न वाउ सो एक्चुअली मिस नेपाल किन बन्नुभयो यसको इक्जाम्पल उहाँले दिइराख्नु भएको छ हजुर थ्याङ्क यू र निकै राम्रो तपाईँको स्वर सिङ्गिङ कम्पिटिसनमा जानुपर्ने मान्छे मिस नेपालतिर आउनुभयो क्या हजुर सिङ्गिङ कम्पिटिसन भन्नाले त मेरो हबिज मात्रै थियो तर म ट्यालेन्ट राउन्डमा मैले गीत गाएको थिएँ होइन त्यसबाट मलाई एकदमै पोजिटिभ रेस्पोन्स आएको तर आइएम सो मच इन्ट्रेस्टेड इन सिङ्गिङ अब मलाई अझै सक्छु जस्तो लागिरहेछ गाउनुमा जुन बेला तपाईँले अहिले गीत गाइराख्नु भएको थियो नि मेरो प्यारो मान्छे तिमी कोही हुनुहुन्छ प्यारो मान्छे तपाईँ प्यारो मान्छे मेरो हुनुहुन्छ परिवार बाहेक परिवार बाहेक हुनुहुन्छ मेरो प्यारो मान्छे उहाँ हुनुहुन्छ मेरो हजुरबा उहाँ पनि त परिवारकै हुनु भने हजुरबा किन भन्दाखेरि हजुरमा मलाई परिवार भन्दाखेरि पनि धेरै जस्तो साथी लाग्छ उहाँको नाम कर्णवीर लिम्बू हो होइन अनि बाजेले जहिले भन्नुहुन्छ मेरो नाम केबी लिम्बू भन्नुहुन्छ अनि त्यही भएर बाजेलाई मैले मनदेखि नै साथी पहिलादेखि नै म एकदम बाजेसँग मिल्ने अनि साथी जस्तै हुनुहुन्छ त्यही भएर बाजे मेरो साथी हुनुहुन्छ र प्यारो मान्छे पनि हुनुहुन्छ जस्तो अलिकति कुरा गरौँ तपाईँको पर्सनल लाइफमा पनि आम जति पनि तपाईँको फ्यान हुनुहुन्छ होइन उहाँहरूले जान्न चाहनुहुन्छ सुबिन लिम्बू मिस नेपाल 2014 सिङ्गल हुनुहुन्छ या डबल आई एम सिङ्गल हुनुहुन्छ हजुर किन अहिलेसम्म कोही नभेट्नु भएको आफै चाहे जस्तो कि अथवा अरू कुनै रिजनले हजुर अनि कुनै प्रपोजल त आएको थियो होइन आएको छैन भन्नु नपर्यो होला त्यस्तो भन्नु मिलेन अलिकति आएको थियो तर मलाई अझै पनि आई थिङ्क दिस इज न पाइएन पनि अनि आई थिङ्क दिस इज नट द राइट टाइम जस्तो लाग्यो अब यो टाइममा पनि राइट टाइम नभएको कहिले त आफ्टर 50 होइन त्यस्तो होइन अब राइट टाइम रङ टाइम भन्ने त आफ्टर 50 पनि अभियसली आयो राम्रो मान्छे होइन त अभियसली आई विल गो अलङ विथ हिम सिङ्गल भइराखियो भने त्यो हजुर त्यो राइट टाइम रङ टाइम भन्ने केही पनि छैन जब मन मिल्छ त्यति बेला त गर्ने हो कस्तो खाले केटा भयो भने चाहिँ यु सिम लाइक राइट पर्सन कस्तो खाले केटाको खोजीमा हुनुहुन्छ हाम्रो मिस नेपाल 2014 सुबिन लिम्बू किनभने यो सम्पूर्ण अहिले जति पनि टेलिभिजन स्क्रिनमा तपाईँलाई हेरिराख्नु भएको उहाँहरूले पनि जान्न चाहनुहुन्छ कस्तो खाले केटाको खोजीमा हुनुहुन्छ सुबिन लिम्बू भनेर हजुर अभियसली अब अलिकति गुड लुकिङ हुनु पर्यो होइन त्यो हुनु पर्यो अनि आई थिङ्क हि सुड बी लभिङ माया गर्ने खालको मलाई बुझ्ने खालको मैले पनि उसलाई बुझ्ने खालको त्यो कम्प्याटिबिलिटी हुन्छ नि त्यो चाहिँ होस् जस्तो लाग्छ मलाई जुन फिल्ममा तपाईँ हुनुहुन्छ त्यो फिल्डलाई चाहिँ बुझ्नु पर्यो हजुर किनकि आई थिङ्क यो फिल्ममा चाहिँ अब मैले धेरै मान्छेहरूसँग भेट्नुपर्ने हुन्छ कुराकानी गर्नुहुन्छ अलिकति टाइम पनि दिन नसक्ने अवस्था हुन्छ हजुर त्यस्तो सिचुएसनमा चाहिँ उहाँले बुझ्नु हुन्छ भनेर जस्तो लाग्छ मलाई ओके पनि र त्यस्तो मान्छे जस्तो तपाईँले खोज्नु भएको छ त्यस्तो पाउनुहुनेछ चाँडो हजुर धेरै थ्याङ्क यू सो मच तपाईँको अनुसार चाहिँ सुन्दरता जुन ब्युटीनेस भन्छ ब्युटी के हो मेरो लागि सुन्दरता भनेको जिन्दगीलाई जीवनलाई रमाइलो साथ एक्सेप्ट गर्ने स्वीकार्ने हो भनेपछि जसले जिन्दगीलाई चाहिँ स्वीकार्न सक्छ उसले जिन्दगी जिउन सक्छ अलिकति त्यो मोमेन्टको कुरा गरौँ होइन अहिले लगाइराख्नु भएको क्राउन जतिखेर लाउनु भएको थियो त्यो क्षणलाई एक्चुअली हामी टेलिभिजन स्क्रिनमा हेर्छौँ र तपाईँसँग सोध्छौँ कस्तो अनुभव भइरहेको थियो त्यो टाइममा सो टेलिभिजन स्क्रिनमा जतिखेर उहाँले मिस नेपाल 2014 को यो मोमेन्ट उहाँको नाम त्यतिखेर होस्टले जब अनाउन्स गरेको थियो त्यस पछाडिको समयलाई एक्चुअली हामी हेर्न जाँदैछौँ टेलिभिजन स्क्रिनमा
वेल जतिखेर सुबिन लिम्बू 2014 को मिस नेपाल डिक्लेयर हुनुभएको थियो त्यो बेलाको मोमेन्ट हामीले तपाईहरुलाई देखायौं र सुबिनजीले पनि यहाँबाट हेरिराख्नु भएको थियो हजुर सम्झनु पर्दा त्यो क्षणलाई कसरी सम्झिनुहुन्छ सम्झनु पर्दा मलाई अहिले त्यो क्षण अनुभव पनि छ अहिले मैले सोच्दाखेरि किनकि द्याट वाज टोटली मैले सोचेको कुरा होइन जस्तो लाग्छ किनकि मेरो छेउमा दुईजना मेरो साथीहरू हुनुहुन्थ्यो प्रेरणाका श्री आस्था पोखरेल उहाँ पनि एकदमै डिजर्भिङ हुनुहुन्थ्यो तर जब मेरो नाम सुबिन लिम्बू मिस नेपाल वर्ल्ड 2014 भनेर अनाउन्स गर्नुभयो आई वाज लाइक ब्ल्याङ्क मैले विश्वास गरेको थिइनँ तपाईको त्यतिखेरको हावभाव हुन्छ नि म हो कि हैन म के गरौँ कहाँ जाउँ विश्वासै लागिरहेको थियो नि हजुर तर त्यति बेला जब अब जुन बेला चाहिँ मिस नेपाल घोषित हुनु आँटेको थियो त्यति बेला अडियन्सबाट हुन्छ नि सबैले सुबिन सुबिन भनेर भन्नुभएको थियो त्यो रेस्पोन्सले नै गर्दाखेरि सायद म त्यति बेला नै मैले हुन्छ नि मिस नेपाल जितिसकेँ कि जस्तो अनुभव भयो त्यति खुसी लागेको थियो मलाई आँखाबाट आँसु आइरहेको थियो हजुर खुसीको आँसु हजुर त्यो आँसु आउँदाखेरि पीडा चाहिँ भएको थिएन मनमा पीडा त भएको थिएन हजुर अहिलेसम्मको तपाईँको जिन्दगी जति पनि तपाईँले जिन्दगीलाई यात्रा गरिराख्नु भएको छ सबैभन्दा खुसीको मोमेन्ट हो यो हजुर यो त पक्कै पनि एउटा खुसीको मोमेन्टै भन्नु पर्यो होइन अरू पनि छ खुसीको मोमेन्टहरू थुप्रै तर यो पनि त्यो खुसीको एउटा भागै भन्नु पर्यो मेरो जीवनको एउटा सबैभन्दा याद रहने दिन 2010 मा मिस मङ्गोलमा तपाई उपविजेता हुनुभयो हैन र अहिले मिस नेपाल हुनुभयो 20 मा सुबिन लिम्बू हराउनु नै भयो उहाँको नाम सुबिन लिम्बूलाई गुगलमा खोज्नु पर्ने अवस्था आयो हजुर हजुर कहाँ जानु भएको थियो यो अवधिमा चाहिँ यो अवधिमा चाहिँ सायद तपाईले गुगलमा खोज्नु भएको भयो कि भएन होला खोज्दाखेरि चाहिँ मेरो फोटो आउँथ्यो तर त्यति बेला सायद म लाइमलाइटमा चाहिँ परेन तर मैले भित्रभित्र धेरै काम गरिसकेको थिएँ मिस मङ्गोल जब म घोषित भएँ फर्स्ट रनर अप त्यसपछि मैले आफ्नो किराँत समुदायप्रति अलिकति झुकाव मेरो बढ्न थाल्यो त्यसले गर्दा मैले हाम्रो किराँत अन्तर्राष्ट्रिय सम्मेलनमा मैले त्यसमा सहभागी जनाएँ हाम्रो किराँत ज्याब्रुङ नाच त्यसमा पनि मैले के सिक्छु भने त्यसमा पनि भाग लिएँ मैले प्र्याक्टिस गरेँ आफ्नो कल्चरहरू अनि त्यो सँगसँगै मैले एकाडेमिकली पनि हाम्रो कलेजमा हामीले क्लब खोलेको थियौँ त्यो क्लबको नाम द म्यानेजमेन्ट क्लब थियो त्यसमा पनि हामीले एकाडेमिकली प्रोग्रामहरू अर्गनाइज गर्थ्यौँ प्रोग्रामहरू अर्गनाइज गर्ने क्रममा र मैले हाम्रो किराँत समुदायको किराँत साम्यो नालीफुङमा पान्जुङो भन्ने समाज थियो त्यसको पनि सदस्य थिएँ एज अ सदस्यको हिसाबले मैले किराँत उत्थानको लागि पनि केही काम गरेको थिएँ मिस मङ्गोल भइसकेपछि हजुर हजुर मलाई सोध्न मन लागेको कुरा तपाईले जोडिहाल्नु भयो जति पनि कामहरू हुन्छ समाज सेवाहरू हुन्छ हजुर हजुर मिस नेपाल या त मिस मङ्गोल अथवा मिस नेवा मिस तमाङ हैन जति पनि हुनुहुन्छ यो भइसकेपछि मात्रै समाजसेवामा लाग्नुहुन्छ हजुर हजुर समाजसेवा गर्नलाई मिस नेपालै हुनु जरुरी छ हजुर त्यो राम्रो प्रश्न सोध्नुभयो एकदमै तपाईँ एक्सेप्ट गर्छु तपाईँको कुरामा किनभने आई थिङ्क मिस नेपाल भन्ने बित्तिकै प्लिज एज अ सोसियल वर्कर होइन दे आर हुन्छ नि वी आर जस्ट एन एडभोकेट एउटा मेसेज तपाईँहरू माझ पुर्याउने मात्रै हो तर अभियसली अब मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि एज अ पर्सन तपाईँ जब समाजमा जन्म लिनुहुन्छ तपाईँको त्यो नेचुरली प्राकृतिक रूपले नै तपाईँको काँधमा समाजप्रति केही दायित्व तपाईसँग रहेर आउँछ त्यो तपाईँ मिस नेपाल हुनुहोस् या नहुनुहोस् मिस मङ्गोल मिस नेवा जे पनि हुनुहोस् या नहुनुहोस् तर तपाईँको समाजप्रति दायित्व हुन्छ नै हजुर त्यो दायित्व निर्वाह गरिराख्नु भएको छ हजुर हजुर मलाई अचम्म लाग्छ कहिलेकाहीँ सोच्छु म पनि विचार गर्छु मालिविकास सुब्बाले 2002 भन्दा अगाडि समाजसेवा गरिदिएको भए नि हुन्थ्यो हजुर स्थानीय श्रेष्ठले पनि 2002 अगाडि गाउँ गाउँमा गएर अरूको दाँतको उपचार गरिदिएको भए हजुर हजुर हैन सदीक्षा श्रेष्ठले पनि त्यसै गरेको भए हुन्थ्यो 2010 अगाडि हजुर सुबिन लिम्बूले पनि 2014 अगाडि मिस नेपाल हुन अगाडि अथवा मिस मङ्गल 2010 अगाडि नै केही कार्य गरिदिएको भए झन् प्लस पोइन्ट हुन्थ्यो समाजसेवा गरेर मिस नेपालमा आयो है हजुर हजुर जसको उदाहरण हामी एकचोटि सिपुरा गुरुङ जो 2013 मा आउनु भएको थियो प्रतिस्पर्धीको रूपमा उहाँ भलिबल खेल्नुभयो नाम साम सहित फेरि उहाँ मिस नेपालमा आउनुभयो जित्नु त भएन मिस नेपाल हैन तर एक प्रकारको वातावरण उहाँले सिर्जना गर्नुभयो हजुर मलाई लाग्छ तर मेरो केसमा भन्नुपर्दाखेरि मिस मङ्गोल अगाडि पनि मैले हुन्छ नि अब म समाजसेवी नै हुन्छु भनेर त लागेको थिइनँ तर पनि मैले अब हुन्छ नि त्यो समाजप्रति के कार्यक्रम प्रोग्रामहरू हुन्छ मैले पार्टिसिपेट गरिरहेको थिएँ जस्तै हाम्रो बागमती क्लिनिङहरू हुन्छ क्याम्पेनहरूतिर मैले एकदमै त्यस्तोमा एक्टिभली पार्टिसिपेट गरेको थिएँ अनि मलाई के लाग्छ भन्दाखेरि अब ब्युटी पेजेन्ट चाहिँ जित्नुपर्ने भन्ने केही पनि छैन समाजले सायद ब्युटी पेजेन्टले हो कि हाम्रो मनमा अब समाजप्रति केही दायित्व छ कि भनेर त्यो पनि त्यसरी पनि लिन सकिन्छ सो त्यो अगाडि पछाडि भन्दाखेरि पनि सायद हामीले ब्युटी पेजेन्टको पोजिटिभ रूपमा हेर्न सक्छौँ भनेपछि मिस नेपालले चाहिँ दबाब दिने कार्य गरेको छ हजुर दबाब होइन यसलाई दबाब त नभनौँ यसले चाहिँ बरु एउटा अवेरनेस भनौँ न अवेरनेस ल्याएको छ आई थिङ्क यो टाइप अवेर गरेको छ हजुर हजुर काम गर्नको लागि हजुर हजुर र जति पनि लेडिज नेपालमा हुनुहुन्छ उहाँहरूलाई चाहिँ कामप्रति चाहिँ एउटा विश्वास दिलाउने कार्य गरेको छ मिस नेपालले तपाईँको अनुसार
हैन सरसर्ती सम्झनु पर्दाखेरि चाहिँ मिस नेपालहरु हैन कोबाट चाहिँ धेरै तपाई इन्स्पायर हुनुहुन्छ मलाई सबै मिस नेपालहरु मन पर्छ तर विशेष रूपले चाहिँ म सुगारिका केसीजीलाई चाहिँ एकदमै मन पराउँछु हैन मलाई त्यति अब जानकारी नभए पनि जसमा सुगारिका केसीजीलाई अब हेर्ने बित्तिकै मलाई जुन चाहिँ सुगारिका जीबाट त्यो कन्फिडेन्सको त्यो भाइब्सहरु आउँछ हेर्ने बित्तिकै त्यो एज अ स्ट्रङ लेडी एज अ म्याच्योर वुमन हुन्छ नि त्यो देखेर चाहिँ मलाई सुगारिका केसीजीलाई म एडमायर गर्छु माया गर्नुहुन्छ मन पराउनुहुन्छ मलाई सुगारिका केसीलाई जस्तो अलिकति कुरा गरौँ हैन 18 जना प्रतिस्पर्धीलाई जितेर आउनु भएको छ मिस नेपाल 2014 बन्न सफल बन्नु भएको छ हैन 18 जना प्रतिस्पर्धीहरुसँग त्यो जतिखेर तपाई ट्रेनिङ सेसनमा हुनुहुन्थ्यो डाहा ईर्ष्या रिस उठ्ने यसलाई त म हराएर छोड्छु यस्तो खाले फिलिङ चाहिँ आउँथ्यो कि आउँदैन थियो अब यसलाई नै हराउँछु डाहा गर्ने भन्दाखेरि अब सुरुमा रिसिबी टाइपको त्यस्तो त केही पनि थिएन तपाईँ विश्वास गर्नुहोस् नगर्नुहोस् तर त्यो ट्रेनिङ सेसनमा चाहिँ हाम्रो त्यो हुन्छ नि हामी दिदी बहिनी जस्तो थियौँ तर सुरुमा अडिसनमा आउँदाखेरि चाहिँ हामी सायद नयाँ नयाँ थियौँ होइन कसै कसै साथीहरू चाहिँ कति राम्री भएर आउने आहा कति राम्री जस्तो त्यो चाहिँ आई थिङ्क यो चाहिँ स्वाभाविक जस्तो लाग्छ हुन्छ नि हरेक मान्छेमा अलिकति त कस्तो राम्रो त्यस्तो त्यस्तो भन्ने हुन्छ तर जब हामी ट्रेनिङ स्टार्ट भयो त्यो ट्रेनिङभरि मैले के थाहा पाएँ भन्दा म पनि अलिकति केही कमी त मेरो पनि केही कमी छैन जस्तो लाग्यो मैले पनि अब अलिक सक्यो भने आफूलाई इम्प्रुभ गर्नु सक्छु जस्तो लाग्यो तर त्यस्तो रिसिबी र त्यस्तो डाहाहरू भन्ने केही पनि थिएन किन भन्दाखेरि जब म मिस नेपाल घोषित भएँ मेरो साथीहरू स्टेज ब्याक स्टेज उत्तिकै सुबिन लिम्बू भनेर मलाई त्यति प्रोत्साहन दिँदैथ्यो भित्रभित्र त नभइदियो हुन्थ्यो मेरो नाम लिइदिए पनि हुन्थ्यो भन्ने त लागिरहेको थियो होला सबैको मनमा त अभियसली लागिहाल्छ नि किनकि सबैजना क्राउनको लागि आउनुभएको त्यो मेरो नाम भइदियो हुन्थ्यो भने त लागिहाल्छ तर हुन्छ नि जुन अब मेरो नाम आएपछि जुन हाम्रो प्रतिस्पर्धीहरूले त्यो एक्सेप्ट गर्नुभयो मी एज एन मिस नेपाल आई थिङ्क त्यो नै ठुलो कुरा हो जस्तो लाग्यो मलाई यो क्राउनलाई जतिखेर जित्नु भयो लगाउनु भयो त्यस पछाडिको भोलिपल्टसम्मको अवस्था क्राउनलाई कसरी राख्नु भयो तपाईले समेटेर क्राउनलाई मैले मेरो सँगै राख्नु भयो होला सुत्दाखेरि पनि सँगै हजुर मेरो नजिक सुत्दा त सँगै राखिन किनभने कुच्चिने डर हुन्छ त्यही भएर म एकदमै यसलाई माया गर्न चाहन्छु अनि मैले मेरो सिल्क रुमालमा यसलाई बेरेर मेरो सानो डिब्बा छ जुन म सधैँ बोक्छु म त्यसमा राख्छु अनि बिहानै उठेर हेर्छु अब यसलाई सधैँ बोकेर लानुपर्ने हुन्छ अनि त्यही भएर एकदमै ए क्राउनको लागि यत्रो लडाई हजुर 19 जनाको भिडान्त हजुर हजुर एउटा के भन्छ त्यसलाई अनौपचारिक भिडान्त हजुर हैन एउटा ट्यालेन्ट देखाउने ठाउँ आफ्नो शो अफ गरेर चाहिँ जित्ने कार्य त्यसमा तपाईले बाजी मार्नु भयो हजुर सुन्दरी प्रतियोगितामा सुन्दरी बन्नु भयो सुन्दरी बने हजुर हजुर र विश्वास लागोस् नलागोस् तपाई भइसक्नु भएको छ एउटा इतिहास मा तपाईको नाम गइसकेको छ मिस नेपाल 2014 को रूपमा हजुर हजुर यो सबै कुरा भइरहँदाखेरि चाहिँ मनमा आइरहेको कुरा खेलिरहेको कुरा चाहिँ के छ तपाईको 2014 मिस नेपाल हिस्ट्री भइसकेको छ एउटा इतिहासमा लेखिने छ तपाईको नाम हजुर हजुर त्यो एकदमै सही कुरा गर्नुभयो सुरुमा त मलाई एकदमै यो सपना जस्तो लाग्यो जुन चाहिँ यो मिडिया अटेन्सनहरु मैले पाथे जुन बधाईहरु चारैतर्फबाट मलाई बधाईहरु आइरहेको थियो सुरुमा सपना जस्तो लाग्यो अनि त्यसको भोलिपल्ट जब म उठे अनि त्यसपछि जब मेरो पत्रिकामा पेपरहरुमा देखे मेरो पिक्चर्सहरु सबै देखेँ मैले यसो रियलाइज गरे अब म केवल अब मीना कुमारी र काजीमानको छोरी मात्रै हैन अब म यो नेपालको छोरी हो र मैले यो देशलाई अब यो देशको अब म राजदूत जस्तै भनौं न देशको एम्बेसडर हुँ जसले चाहिँ मोर देन 100 कन्टेस्टेन्टहरु बीच मैले आफ्नो सहभागिता जनाउने छु बीबीए भर्खरै सक्नु भएको छ पढाइको कुरा गरौँ हैन अबको प्लान के छ अबको लक्ष्य चाहिँ के छ तपाईको अब के गर्ने सुरुमा हुनुहुन्छ नेपाललाई देश विश्वभरि चिनाउनको लागि के योजना बनाउनु हजुर अब अहिले चाहिँ अलिकति भर्खर भएको हुनाले मिडिया ह्यान्डलिङमा अलिक कन्सन्ट्रेट छ अब त्यसपछि चाहिँ हाम्रो शेड्युल हुनेछ अब मिस वर्ल्डको लागि ग्रुमिङ सेसन्सहरु हुनेछ अब अरु कुनै क्लासहरु हुन्छ हाम्रो स्पिकिङ क्लासहरु पनि हुनेछ होला हाम्रो फिजिकल फिटनेसहरुदेखि लिएर आफूलाई कसरी प्रेजेन्ट गर्ने त्यस्तो शेड्युलहरु हाम्रो अब भविष्यमा बनिँदैछ भनौं न मिस वर्ल्ड आउन लागिसक्यो हजुर तयारी चल्दैछ हजुर कहाँसम्म पुग्छु भन्ने आँट छ तपाईलाई आत्मविश्वास हुन्छ नि एउटा म यहाँसम्म पुगेर चाहिँ जस्तै सानी टप 5 मा पुग्नु भएको थियो हजुर टप 3 मा कुनै प्लान एज अ ड्रीमर म त आफुलाई त्यो मिस वर्ल्डको ताज लगाएकै देख्छु सपना पनि लगाइयो भने के हुनेछ रेस्पोन्स हाम्रो
सुमिन लिम्बू सर्वप्रथम त म एकदमै एज अ नेपाली वुमन एकदमै गर्व फिल गर्नेछु र हुन्छ नि जुन मैले नेपालीहरूपनमा जुन चाहिँ त्यो खुसी ल्याउने छु आई थिङ्क त्यो कुरा मलाई एकदमै याद हुनेछ। तपाईँको जिन्दगीको हरेक पाटालाई समेटेको फोटोहरू हामीले अलिकति तयार पारेका छौँ। हजुर। एकसु टेलिभिजन स्क्रिनमा त्यो पनि तपाईँलाई देखाउन चाहन्छु र सम्पूर्ण एबिसी टेलिभिजन हेरेर बस्नुभएका हाम्रा दर्शकबिनलाई पनि अलिकति उहाँका फोटोहरू मिस मङ्गल हुँदाको अथवा नहुँदाको अहिलेको जेनेरेसन उहाँले कसरी जिन्दगी जिइराख्नु भएको छ यो सानो फोटो क्लिप्स हामी तपाईँको लागि देखाउन चाहन्छौँ। वेल फेरि पनि हामीले फोटोहरू हेऱ्यौँ। सुमिन लिम्बू मिस नेपाल 2014 को विजेता हुनुहुन्छ सुमिन लिम्बू अहिले हामीसँग हुनुहुन्छ र उहाँसँगको कुराकानी र उहाँका अन्तरङ्ग कुराकानी हामी तपाईँहरू उहाँ प्रस्तुत गरिरहेका छौँ। फोटो हेऱ्यौँ हामीले सुमिनजी। हजुर। कस्तो लाग्यो तपाईँलाई? एकदमै मिस मङ्गोलदेखि लिएर तपाईँ बाहिर देशमा हुँदाखेरिको फोटोहरू सबैलाई यो समायोजन रूपमा हामीले हेर्दाखेरि चाहिँ कस्तो लाग्यो? त्यो दिनहरू मलाई स्पष्ट याद छ होइन। मिस मङ्गोल हुँदा त्योभन्दा अगाडिका र मैले जब अन्तर्राष्ट्रिय प्लेटफर्ममा नेपाललाई फेरि रिप्रेजेन्ट गर्नु पाएको थिएँ कन्फरेन्समा त्यो दिनहरू मलाई याद आइरहेछ अहिले। र एउटा फोटो मैले विचार गरेको थिएँ तपाईँको एउटा तपाईँको भाइ अथवा को हुनुहुन्छ उहाँसँगको फोटो हजुर कहिलेतिरको थियो त्यो फोटो चाहिँ? मेरो कान्छी बहिनी 2010 मा खिचेको थियो मैले। त्यतिकै मम्मीको गहना त्यतिकै लाउनु मन लागेको थियो मलाई साडी गहना त्यतिकै लगाएर फोटो खिचेर फेसबुकमा हालेको थिएँ अनि तपाईँलाई रेफरेन्स भयो एउटा। हजुर 2010 मा त्यो फोटो 2014 मा यो अहिले टेलिभिजन स्क्रिनमा हामी हेरिरहेका छौँ तपाईँले हैन देखिराख्नु भएको छ दर्शकवृन्दले पनि फरक धेरै आइसकेको छ हजुर लाइफमा। फ्यामिली सपोर्ट कतिको पाउनु भयो यो क्षेत्रमा आउनलाई चाहिँ? फ्यामिली सपोर्ट त आई थिङ्क फ्यामिली सपोर्ट बेगर त म यहाँ आउन सक्दिनँ थियो होला। बाबा आमा हजुर हजुरआमा हजुरबाबा त त्यहाँ हुनुहुन्थ्यो नै एकदमै सपोर्ट गर्नुहुन्छ बाबा आमाले त यस्तो कुरामा यो क्षेत्रमा आउनको लागि। त्यही भएर आज मिस नेपाल बन्न सक्नु भएको छ। कतैबाट तपाईँको रिलेटिभ्स तपाईँको छरछिमेकमा चाहिँ कुराहरू काट्ने व्यक्ति आए कि आएनन्? ए यस्तोमा गएको मिस नेपालमा गएछ यसको छोरी त यसको नातिनी त यसको साथी त यसको बहिनी त भन्ने कुराहरू हजुर त्यस्तो केही पनि थिएन।
इनफ्याक्ट मेरो आन्टीको छोरी जुन चाहिँ कक्षा 3 र 4 मा पढ्दै हुनुहुन्छ सानो फुची नुजा उसको नाम जब मैले क्राउन लगाएँ मभन्दा खुसी सायद त्यो सानो नानी थियो होला ऊ लिटरली सी वाज क्राइङ जब मैले क्राउन लगाएँ ऊ रुँदै थियो अरे सो आई क्यान फिल हुन्छ नि अब मसँग कति रिलेटेड मान्छेहरू तपाईले अरूलाई खुसी दिनुभएको हजुर त्यो एकदमै मलाई एकदमै स्ट्राइक गरिरहेछ त्यसले पक्कै पनि हामी कार्यक्रमको अन्त्यमा छौँ र हामीले तपाईको लागि तपाईको फ्यान हजुर के सोच्नुहुन्छ एउटा सानो बाइटहरु हामीले रेडी गरेका थियौं अहिलेको लागि हेर्छौं यो पब्लिक बाइट पब्लिक के सोच्नुहुन्छ मिस नेपाल 2014 सुबिन लिम्बुको बारेमा मेरो त फेभरेट नै उहाँ हुनुहुन्थ्यो अब राम्रो त लाग्ने पुरै भइहाल्यो उहाँले जित्दोस् भन्ने मात्रै उहाँले जित्नुभयो आइ एम सो ह्याप्पी सबसे पहिला त त्यही कुरा आउँछ सोशल वर्कको कुरा त्यसमा उहाँलाई देख्न चाहन्छु म विभिन्न एक्टिभिटिजहरुमा इन्भल्भ भएर उहाँले राम्रो गरेको देख्न चाहन्छु त्यसैगरी म्युजिक भिडियो लगायत फिल्महरुमा पनि देख्न चाहन्छु हामी अब वुमेन एम्पावरमेन्टको कुराहरु गर्छौं हैन अब यस्तो कार्यक्रमले गर्दा त अगाडि बढ्ने हो त यस्तो कार्यक्रमले गर्दा उहाँहरुलाई प्लेटफर्ममा ल्याउँछ उहाँहरुको थ्रुबाट अरु पनि सिक्छन् नि त हुनुपर्छ यस्तो कार्यक्रमहरु मेरो विचारमा लेडिजहरुको आफ्नो एक्टिभिटिजहरु प्रेजेन्ट गर्ने ठाउँ हो हैन त्यही भएर चाहिँ राम्रो जस्तो लाग्छ किनभने अब त्यो भनेको अब सबै ठाउँमा एक्सप्रेस गर्ने कुरा पनि आउँदैन त्यस्तो प्रोग्रामहरु हुँदाखेरि चाहिँ आफ्नो ट्यालेन्टहरु शो गर्न पाउँछन् अनि अब त्यसमा अब आफ्नो एक्स्ट्रा एक्टिभिटिजहरु अब कसैले डान्स गरेर हुन्छ सिंगिङ गरेर हुन्छ त्यसको लागि पर्टिकुलर प्रोग्राम खोजेर जानु पर्दैन हैन त्यही भएर राम्रो लाग्छ अहिलेसम्म गर्नुभएको मिस नेपालहरुले गर्नुभएको राम्रै छ अब त्यो भन्दा पनि राम्रो गर्नु होला नेपाललाई बाहिर गएर राम्ररी देखाउनु अनि गुड लक सायद यो खालको मिस नेपाल प्रतियोगिता नभइदिएको भए आज सुबिन लिम्बु जस्तो एउटा क्षमतावान सुन्दरी एउटा युवतीलाई चाहिँ हामीले चिन्न सक्थेनौँ होला यस्तो प्रतियोगिताले गर्दा नै हामीले चाहिँ आज सुबिन लिम्बुलाई चिन्न पाएका छौँ यस्तो थुप्रै सुबिन लिम्बुहरू नेपालमा छन् त्यसका लागि तिनीहरूलाई बाहिर देखाउनको लागि उहाँहरूलाई चिन्नका लागि पनि यस्ता प्रतियोगिताहरू पनि हुन जरुरी छ अब हरेक मान्छेको चाहिँ आफ्नो विचार हुन्छ हैन अब त्यसमा चाहिँ उहाँहरूले आफ्नो इन्टेलिजेन्ट सबै देखाउन पाउनुहुन्छ उहाँहरूले अनि उहाँलाई म के भन्न चाहन्छु भने गो अहेड यु क्यान डु उहाँ अब मिस लिम्बु भइसक्नु भएको छ हैन अगर मिस नेपाल भइसक्नु भएको छ हैन उहाँले केही परिवर्तन गर्नुहोस् नेपालमा हैन जस्तै समाज सेवा गर्नुहोस् यही भन्न चाहन्छु मिस नेपाल भएको राम्रै हो हैन किनकि आफ्नो क्रिएटिभिटी देखाउन सकिन्छ तर अहिले मिस नेपाल जस्तो धेरै ब्युटी पेजेन्टहरु सोसाइटीमा देखाइ भइराछ इच एन्ड एभ्री प्लेसमा केही न केही भनेर धेरै देखाइराछ त्यही भएर आई थिंक इट्स गुड बट इट्स नट द बेस्ट उहाँ मिस नेपाल हुनुभयो अब उहाँलाई कुनै मुभीको अफर आउला हैन उहाँ मुभीतिरै जानुहुन्छ अब पेजेन्ट भएपछि म यो गर्छु म त्यो गर्छु भन्नुहुन्छ हुन पनि धेरै ठाउँमा हुन्छ हेल्प गर्ने त्यही पनि इट्स गुड अब गर्नुहुन्छ होला आई गेस दिस मिस नेपालले आफू नभए पनि अरू भए पनि ठिकै लाग्छ क्या कस्तो लाग्छ एकदम ठिक लाग्छ योभन्दा पछि नै राम्री हुँदै जाने थियो सुबिन लिम्बु एक त बढी ट्यालेन्ट कन्फिडेन्ट भएको एकदम राम्रो लाग्छ मलाई त अझै होस् हुनुपर्ने मान्छे नि मिस नेपाल भएको जस्तो लाग्छ मिस नेपाल अनि अथवा मिस नेवा मिस यो भन्ने ओड नै त्यति जाहेज अथवा यति राम्रो जस्तो लाग्दैन मलाई त्यो सौदिलो लाग्दैन नै समाजसेवा गर्नलाई एउटा सर्वसाधारणको छोरी अथवा सर्वसाधारण एउटा मान्छेले पनि गर्न सक्छ अथवा मै पनि भोलि गर्न सक्छु समाजसेवा गर्नका लागि एउटा मिस ओड नै मिस नेपाल नै भएर आउनुपर्छ भन्ने चाहिँ मलाई लाग्दैन त्यसको लागि जसले पनि आफ्नो क्षेत्रबाट समाजसेवा भन्ने ठुलै गर्नुपर्छ नि जस्तो सुकै क्षेत्रबाट जसले पनि गर्न सक्छ जस्तो लाग्छ मलाई चाहिँ मेरो विचारमा मिस नेपाल जस्तो कन्टेस्ट हुन एकदम जरुरी छ किनभने आजको यो 21औं शताब्दी भनेको एकदम यो एउटा प्रतिस्पर्धाको समय हो र खास गरिकन अहिले संसारभरि एउटा आफ्नो देशलाई कसरी चिनाउन सकिन्छ भन्ने विषयमा पनि कम्पिटिसनहरु हुँदै गएको छ मिस नेपालले यो मार्फत मिस नेपालमा भाग लिने जुन कन्टेस्टेन्टहरु हुन्छन् र उनीहरूले जुन विजयी हुन्छन् एउटा प्रतियोगितामा विनर हुन्छन् उनीहरूले विदेशमा नेपालको नाम राख्न सक्षम हुन सक्छन् यसकारणले पनि यो मिस नेपाल हुन जरुरी छ र सँगसँगै यो पछिल्लो समयमा आएर मिस नेपाल भनेको एउटा ब्युटी कन्टेस्ट भन्दा पनि ट्यालेन्ट कन्टेस्टको रूपमा भएको हुनाले पनि यसको महत्त्व झन् बढ्दै गएको छ र यो प्रतियोगिता हुन एकदमै जरुरी छ अलराइट सो जनताको विचार के सोच्नुहुन्छ मिस नेपाल 2014
सुमिल लिम्बूको बारेमा र त्यसै गरी मिस नेपाल जस्तो कन्टेस्ट नेपालमा हुनुपर्छ कि हुनु पर्दैन भन्ने विषयमा चाहिँ हामीले उहाँहरूको विचार पनि सुनिसकेका छौँ। फेरि हामी लागौँ सुमिल लिम्बूतर्फ नै। हेरिहाल्नुभयो जनताको विचार तपाईँको बारेमा, राम्रो रेस्पोन्स छ, के भन्न चाहनुहुन्छ सम्पूर्ण दर्शकवृन्दलाई चाहिँ? हजुर, सम्पूर्ण दर्शकवृन्दहरू चाहिँ मलाई सी वाज डिजर्भिङ पर्सन भन्नुभएको थियो। आई थिङ्क यो डिजर्भिङ पर्सन भन्ने चाहिँ मलाई सबैको फेभरेट भन्दै हुनुहुन्थ्यो तपाईँ। हजुर, मलाई एकदमै खुसी लागिरहेको छ त्यो सबैले मन पराइदिनु भयो, डिजर्भिङ भनिदिनु भयो होइन। आई थिङ्क त्यो नै मेरो लागि सबैभन्दा बिगेस्ट अचिभमेन्ट जस्तो लागेको छ एज अ मिस नेपाल। जब त्यो मान्छेहरूले मलाई स्वीकार्नुहुन्छ एज अ मिस नेपाल, त्यो नै मेरो एउटा खुसीको भाग हुनेछ। र यस्तोसम्म मलाई सपोर्ट गरिदिनु भयो, माया गरिदिनु भयो होइन। अब यो मिस वर्ल्डमा पनि जानेछु, यसको लागि पनि मेरो लागि प्रार्थना गरिदिनु होला र माया गरिदिनु होला भन्ने आश गर्दछु म। पक्कै पनि। अलिकति अन्तिम प्रश्न तपाईँलाई सोध्न मन लाग्यो मलाई। जुन मिस नेपाल हामी पहिला 2002मा 2003मा 2004मा सुन्थ्यौँ होइन, त्यो हेरेर अहिले क्रेज घट्दै गइरहेको हो मिस नेपालको? क्रेज घट्दै गएको भन्दाखेरि पनि आफ्नो मलाई मेरो व्यक्तिगत हिसाबमा भन्नुपर्दा यो क्रेज त मलाई अझै बढेको जस्तो लाग्छ। हुनसक्छ कुनै दिनहरूमा घटेको थियो होला, तर सृष्टि र इसानीले गर्दाखेरि आई थिङ्क त्यो क्रेज अझै माथि गएको जस्तो लाग्छ। त्यो जुन निभेको बत्तीलाई अझै बाल्नु भएको जस्तो लागिरहेछ मलाई चाहिँ। तर इसानी सृष्टि भन्दा पनि धेरै त यहाँ मालविका सुब्बालाई चिन्छन्, रुबी राणालाई चिन्छन्, सतीक्षा श्रेष्ठलाई चिन्छन्। यो विचारमा हेर्ने हो भने, जनताको विचार हेर्ने हो भने त घट्दै गइरहेको हो नि? हजुर, जनताको हिसाबले अब घट्दै गएको भन्ने चाहिँ मलाई चाहिँ लाग्दैन पर्सनल्ली होइन। मालविका दी, रुबी राणा दिदीहरू पनि उत्तिकै डिजर्भिङ हुनुहुन्छ। अब मालविका दिदी त त्यत्रो मिडियामा काम गरिराख्नु भएको, रुबी दिदी पनि हुनुहुन्छ। आई थिङ्क यसलाई चाहिँ मैले क्रेज घट्दै गरेको भन्दा पनि अब बढ्दै गरेको रूपले म लिन चाहन्छु। फाइनल्ली मिस नेपाल 2014 को ताज पहिरिनु भएको छ, क्राउन लगाउनु भएको छ आफ्नो शिरमा होइन। कसलाई सम्झिनुहुन्छ यो उपलब्धि हासिल गर्दाखेरि चाहिँ? यो उपलब्धि हासिल गर्दा म सम्पूर्ण जो व्यक्ति मसँग रिलेटेड हुनुहुन्थ्यो, मेरो आमा बाबा दिदी बहिनी बोजू बाजे छामाहरू हुनुहुन्छ, मेरो साथीहरू हुनुहुन्छ, सम्पूर्ण हरेक व्यक्तिलाई म सम्झिन चाहन्छु। किनकि मलाई कस्तो लाग्छ भन्दाखेरि हरेक व्यक्तिको पछाडि कथा हुन्छ र त्यो कथालाई हामीले रेस्पेक्ट गर्नुपर्छ र त्यहीबाट नि केही सिक्नुपर्छ भन्ने लाग्छ। आई थिङ्क त्यही सिकेर होला मैले इन्सपिरेसन पाएको छु मेरो जीवनमा। सो सम्पूर्ण व्यक्तिहरूलाई म सम्झिन चाहन्छु। र अन्त्यमा तपाईँको केही शब्दहरू एबिसी टेलिभिजन हेरेर बस्नुभएका हाम्रो सम्पूर्ण दर्शकवृन्दको लागि? हजुर, सम्पूर्ण दर्शकवृन्दलाई त अवश्य पनि नमस्ते होइन। मिस नेपालमा तपाईँहरूले मलाई यति सपोर्ट गरिदिनु भयो, एज अ डिजर्भिङ क्यान्डिडेट भनेर भन्नुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। र आउने भविष्यमा अब मिस वर्ल्ड पनि हुँदैछ, त्यसको लागि मलाई उत्तिकै माया र सपोर्ट चाहिन्छ र मेरो तर्फबाट म 100% दिनेछु। मेरो बल र बुद्धिले भ्याएसम्म मैले दिनेछु भन्ने मेरो पुरा विश्वास छ। ओके भने जसरी मिस नेपालको ताज पहिरिन सफल हुनुभएको छ, मिस वर्ल्डमा पनि आफ्नो 100% दिनुहोला र सम्पूर्ण नेपाली जनता तपाईँको साथमा हुनुहुन्छ, जितेर आउनुहोला। र व्यस्त हुनुहुन्थ्यो, तपाईँलाई फेरि पनि एकचोटि बधाई र यहाँसम्म आउनुभएकोमा धन्यवाद। धन्यवाद। सुमिल लिम्बू मिस नेपाल 2014 अहिले हामीसँग हुनुहुन्थ्यो र उहाँसँग अन्तरङ्ग कुराकानीहरू मिस नेपालसँग सम्बन्धित भएर उहाँका प्रोफेसनल पर्सनल सबै कुरालाई हामीले समेट्ने प्रयास गऱ्यौँ। उहाँको आवाजमा गीत पनि सुन्यौँ र अपेक्षा गर्छु तपाईँलाई आजको कार्यक्रम धेरैभन्दा धेरै मन पर्यो। अर्को हप्ता लाइमलाइटमा अर्को एउटा नयाँ अतिथिको साथमा आउने नै छु। तबसम्मको लागि बिदा दिनुहोस्। एबिसी टेलिभिजन हेर्दै गर्नुहोला। नमस्ते।